यहाँ एउटा ठुलो चर्च छ। यसो बस्नलाई यतातिर बेन्चहरू छ। यो रुख फुलेर यस्तो छ, क्या गजब फुलेछ है फुल त हो। आज चाहिँ अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्पूर्णलाई शुभकामना। आज मे 1 तारिक। भीमजी यता बस्नुभएको छ, हाम्रो सोमनाथजी यता बस्नुभएको छ, म यता बसिरहेको छु। यता पानीको पुरै ल यहाँ हिँड्दा हिँड्दै फेरि छाउराउरै यस्तो छ। यतिखेर चाहिँ यो सेतो फुल्ने रुख पनि खुब फुल्दो रहेछ। यहाँ फेरि यो कस्तो सही बनाएको रहेछ डुबी। ठिक छ नि। यहाँ पनि उही नेपालतिर चटपटे बेचे जस्तो यहाँ पपकर्न रहेछ। पपकर्न बेचेर बनाइरहेको रहेछ। पपकर्न बेचिरहेको रहेछ टक्क यो साइकलमा ल्याएर चाहिँ। ल यहाँ दुईवटा ठ्याक्कै क्रस गऱ्यो त। एउटा हेलो नमस्ते अनि स्वागत छ सम्पूर्णलाई। फेरि पनि हामी 3 जना मात्र हुन्छौँ जहिले पनि। यिनीहरू मात्र घुम्ने रहेछन्, अरू कहाँ गयो भन्नु होला। मिल्ने हामी मात्र हौँ, त्यही भएर हामी मात्र हिँडिरहेछौँ। आज चाहिँ अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्पूर्णलाई शुभकामना। आज मे 1 तारिक। हाम्रो पनि कम्पनीमा छुट्टी भएर चाहिँ फेरि आज 3 जना सँगै हिँड्ने मौका पाइयो, त्यही भएर सँगै हिँडिरहेछौँ। यहाँ एउटा पार्कभित्र छिरेछौँ, पार्कभित्र घुमिरहेछौँ, हिँडिरहेछौँ। चन्तला पुरै एकदम घाम लाग्छ, त्यही भएर अब यही पार्कतिर शीतल हावा खाँदै घुम्दै बस्ने भनेर हिँडिरहेछौँ। यही पार्कभित्रै हेरौँ अब कहाँसम्म पुगिन्छ। भिडियो हेर्दै गर्नु होला। भीमजी यता बस्नुभएको छ, हाम्रो सोमनाथजी यता बस्नुभएको छ, म यता बसिरहेको छु। यता पानीको पुरै फोहरा। यो चाहिँ जाडोको बेला चाहिँ बन्द गर्दो रहेछ, गर्मी बेला सुरु हुँदो रहेछ। अस्ति थिएन, अहिले चाहिँ रहेछ। हामी पार्कभित्र बसेर यहाँ बस्नलाई चाहिँ यस्तो ठाउँ बनाइरहेछ, हिँड्ने ठाउँ। यहाँ केटाकेटीहरू खेलिरहेछन्, बसिरहेछन्। हामी पनि यस्तैमा बसेर पार्कको मजा अनि यो छायाको मजा लिइरहेछौँ, शीतलको मजा लिइरहेछौँ। जस हिँड्यो, घुम्यो, बस्यो, टाइम पास गर्यो, यही छ परदेशीको जीवन। हामी चाहिँ यहाँ बस्दा हैरान भइयो, बसेर थाक्यो। अब फेरि हिँड्नु पर्यो भनेर हामी यहाँबाट यो पार्कबाट निस्किँदैछौँ। भीमजी र सोमनाथजी उता गइसक्नुभयो, म चाहिँ यहीँ छु। यहाँ चिसो छायामा बस्दा चाहिँ मजा आयो। फेरि कति बस्नु, फेरि एकछिन लागौँ न भनेर हामी चाहिँ जाँदैछौँ फेरि यतातिर कहाँसम्म हुन्छ। छुट्टीको दिन हिँडेको छ। यहाँ एउटा ठुलो चर्च छ। यसो बस्नलाई यतातिर बेन्चहरू छ आराम गर्नलाई। यो चर्च अगाडि यसरी हिँडिरहेकै छौँ हामी। यो रुख फुलेर यस्तो छ, क्या गजब फुलेछ है फुल त हो। माथिबाटै यो के फुलेको यस्तो यार, पुरै फुलेर पनि। अनि हामी यसरी हिँडिरहेकै छौँ। अघिको पार्कबाट निस्केर चाहिँ हामी फेरि अर्को पार्कमा आछौँ। साथीहरू अगाडि हिँडिसके, म चाहिँ ढिलो भएँ, त्यही भएर म चाहिँ पछि भिडियो बनाउँदै आएको। अहिले चाहिँ यो पार्कमा आछौँ। अघि अर्को पार्कमा थियौँ, त्यहाँबाट निस्केर चाहिँ अहिले हामी यो पार्कमा आछौँ। यहीँ अब मान्छे टन्नै छन्, एकछिन यतैतिर बस्छौँ अनि फेरि कता हुन्छ जान चाहिँ हेरौँ। अहिले एकछिन यो पार्कमा गएर बस्नु पर्यो, अनि त्यसपछि कता हुन्छ फेरि। आज चाहिँ यो पार्कमा निकै भिडभाड छ, जताततै केटाकेटीहरू छन् धेरै चाहिँ। हामी यही पार्कतिर घुम्दै हिँडिरहेछौँ। भिडभाड धेरै छ आज चाहिँ पार्कमा, जमघट धेरै छ आज चाहिँ अरू बेलाको भन्दा। हामी पनि हिँड्दैछौँ यही पार्कभित्र लखर।
हामी चाहिँ लखर लखर हिँडिरहेकै छौँ यही पार्कतिर। कहिले यता हिँड्यो कहिले उता हिँड्यो, पार्कतिरै घुमिरहेछौँ। आज चाहिँ रमाइलो छ, जताततै मान्छे छन्, त्यही भएर हामी पनि यतैतिर हिँडिरहेछौँ लखर लखर। अब यो पार्कको घेरे भयो के अरे, अनि यतैतिर हिँडिरहेछौँ। यतातिर छ मान्छेको भिडभाड निकै छ बस्ने। अब सोमनाथजीले उहाँ सुन्तला फोक्दै हुनुहुन्छ, फाल्नलाई यहाँ गार्बेज छँदैछ। रमाइलो छ यहाँ चाहिँ। यहाँ फेरि यो कस्तो सही बनाएको रहेछ डुपिसला, तर सुकेको रहेछ होइन बिचबिचमा, नत्र बाटोको छेउमा यस्तो राम्रो छ। यहाँ केटाकेटीहरू झुला खेल्ने, यसरी घुम्ने। यहाँ चाहिँ छेउमा किनारमा चाहिँ यस्तो राम्रो देखिएछ कि यो बिचबिचमा सुकेको रहेछ र अलि उ भएको छ, त्यही पनि कलर जस्तो देखिएछ होइन, हरियो अनि त्यो सुकेको कलर जस्तो देखिएछ कि। यस्तै हिँडिरहेछन् मान्छे, उहाँ पर बसिरहेछन्। पाइन्छ, जानु न बस्नु। हाम्रो सोमनाथ चाहिँ फेरि यहाँ एकछिन यहाँ टङ्गिनुहुन्छ अरे, टक्क टङ्गेर आराम गर्नु न, सुत्नु। कस्तो फिल भइरहेछ यसो सुत्नु न। ठिक छ ल, भीमजीले हल्लाइदिनु अरे। ठिक छ नि, कस्तो छ? ठिक छ नि, एकदम कति आनन्द आउँदो रहेछ। ल आयो पार्कतिर, यस्तै गऱ्यो, टाइम पास गर्यो। यस्तो छ यतातिर। रुख चाहिँ यो कस्तो मिलाएर लगाएको छ। आज पार्कतिर रमाइलो छ, चारैतिर मान्छेको भिडभाड छ। यसरी झुलामा झुलिरहेछन् मान्छे, सुतिरहेछन्। यतातिर बसेर आफ्नो टोली आफ्नो पारामा बसेर रमाइलो गरिरहेछन्। त्यही भएर हामी पनि तिनजना लखर लखर आफ्नो पारामा कता कता के हुँदैछ हेर्दै हिँड्यो। अब अरू गर्नु के छ र, हिँड्यो, घुम्यो, खायो, टाइम पास गर्यो, दिन बितायो। खालि दिन बिताउने नै हो। यसरी नै हिँडिरहेछौँ हामी पनि। यहाँ पनि उही नेपालतिर चटपटे बेचे जस्तो यहाँ पपकर्न रहेछ, पपकर्न बेचेर बनाइरहेको रहेछ। पपकर्न बेचिरहेको रहेछ टक्क यो साइकलमा ल्याएर चाहिँ। यस्तो छ यहाँ बेच्नलाई। मान्छे थुप्रो छन् आज चाहिँ यतातिर। आज अन्तर्राष्ट्रिय मजदुर दिवसको छुट्टी भएर पनि होला, फेरि पनि सबैलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको धेरै धेरै शुभकामना छ। यो पार्कभित्र फेरि यो एउटा रुखको पुरै सेतै फुलेको छ। यतिखेर चाहिँ यो सेतो फुल्ने रुख पनि खुब फुल्दो रहेछ। यो यस्तो सेतै फुलेको छ, अनि त्यो चाहिँ बिचबिचमा फुलेको छ। यो चाहिँ पातै ढाकेर पुरै सेतै फुलेको रहेछ। यो चाहिँ फुल मात्र देखिन्छ, यसको चाहिँ बिचबिचमा मात्र फुलेको छ। यो चाहिँ सेतै फुलिरहेछ। पार्कभित्र चाहिँ यस्तो छ। हामी चाहिँ यो पार्कबाट निस्केर हिँड्ने। अब कता कता हुन्छ। पार्कमा आइयो, बस्यो, घुम्यो, फेर्यो। अब फेरि यहाँबाट निस्केर हिँड्दैछौँ। अब कहाँ हुन्छ, घरतिर हुन्छ कि अब अरूतिर हुन्छ कि हेरौँ। हिँड्दैछौँ के अरे, कता कहाँसम्म हुन्छ। यस्तो खोला किनारै किनार हिँड्दैछौँ। आनन्द यो गर्मीमा खोलाको हावा चल्ने। दुईटा रेल चाहिँ यहाँ सँगसँगै क्रस गऱ्यो त। हामी यता क्रस गर्दाखेरि यो एउटा हो, अर्को फेरि उहाँ आउँदैछ। ल यहाँ दुईटा ठ्याक्कै क्रस गऱ्यो त। एउटा यता गयो, एउटा यता गयो, एउटा यता गयो। आजभोलि चाहिँ यस्तो नजारा, यस्तो हरियाली भएर यस्तो सही भएको छ हिँड्न घुम्नलाई। बल्ल हरियो नेपालतिरको बर्खा लागे जस्तो
पुरै हरियो भयो छ आजभोलि चाहिँ। ल यहाँ हिँड्दा हिँड्दा फेरि छाउराउरै यस्तो छन्, यस्तो पुरै रहर लाग्दछ। अब भाषा बुझिन्न, भाषा बुझ्ने भयो अब उनीहरूको भाषाबाट बोलायो भने आउँथ्यो होला। ए गर्यो अनि हेर्छन् सेम छन् दुइटै। दुइटै उस्ता उस्तै छन्। हामी चाहिँ घुम्दा घुम्दै हिँड्दा हिँड्दै आजको घुमाइ हिँडाइ पनि पुग्यो। आजको अन्तर्राष्ट्रिय मजदुर दिवसको छुट्टीको घुमाइ पनि सकियो। अनि त्यही भएर चाहिँ सोमनाथजी चाहिँ आफ्नो कामले चाहिँ अरूतिर लाग्नुभयो। अनि हामी चाहिँ दुईजना अब काम छैन के गर्नु भनेर अब रुमतिर लाग्यो हामी चाहिँ। त्यही भएर आजको भिडियो चाहिँ यहीसम्म मात्र गरिदिउँ, बाँकी फेरि अर्को भिडियोहरूमा भेट्दै गरौँला। आजलाई चाहिँ हस् बाई, लाग्यो अब रुमतिर।